हाम्रो क्षेत्रमा हामीले प्रतिनिधित्व गर्ने क्षेत्रहरूमा योजनाहरू गएनन् भन्ने गुनासो यत्रतत्र सुनिन्छ। यस पैसाको सही ढंगले सदुपयोग कि सही किसानमा यसलाई पुर्याउने जिम्मा हामी सबैको। एउटा निर्वाचन क्षेत्रबाट विजय भएर आएको मेरो निर्वाचन क्षेत्रप्रति म पुरै रेस्पोन्सिबल छु। त्यहाँ जाने हरेक योजना मेरो मन्त्रालयको मात्र होइन, हरेक मन्त्रालयको योजना उसको रेखदेखमा, उसको निगरानीमा, उसको अनुगमनमा त्यसलाई हामीले सही ढंगले प्रयोग गराउन सक्यौं भने सदुपयोग हुन्छ। कुरा दुरुपयोग भए भन्ने आइरहेछन्। त्यसकारण यसमा सबैको सहभागिता र सबैको चाहिँ मद्दतको आवश्यकता छ भन्ने कुरा मैले आज यो जवाब दिने